सासू बुहारीको कुरा काट्ने चलिरहेको छ। अलिक गुल्ले पसेको रहेन हेर्नु नि यति राम्रो भएर कहाँ गएको जस्तो लाग्छ तपाईँलाई। आफ्नो हेलो साथीहरू, सेवारोन गुड मर्निङ सबैजनालाई। म चाहिँ फेरि तपाईँहरूको साथमा आएको छु अर्को नयाँ ब्लग लिएर। जस्ट यो ब्लग चाहिँ कस्तो हुन्छ भने त्यतिकै नर्मल अरू बेला डुल्नु गएको घुम्नु गएको खानु गएको मात्रै आउँथ्यो नि त मेरो ब्लग। आज चाहिँ त्यतिकै ऱ्यान्डम ब्लग बनाइदिउँ न। घरमै बसेको बेला बस्नु त म घरमै बसिरहेको छु, कहीँ डुल्नु गएको छुइनँ नि त, 2-3 दिन भयो। अनि त्यतिकै अल्छी लाग्यो। अनि फेरि यसो याद आयो कि आज ब्लग बनाइदिनु पर्यो भनेर। अब हेर्दै जाउँ म आज के गर्छु होइन। अहिले चाहिँ कति बजी 8 बिहानको 8:53 भएछ, 8:53 भएछ। मलाई चाहिँ यसो आज ब्लग बनाउनु मन लाग्यो किनकि मौसम एकदम दामी छ। र मैले आज उठ्ने बित्तिकै त होइन, म उठ्नु त अघि 7 बजीतिरै उठेको। यत्तिकै मोबाइलमा रिल्स स्क्रोल गर्दै हेर्दै बसिरहेको थिएँ। अनि आज चाहिँ मौसम पनि एकदम दामी छ नि त, घाम पनि लागेको छैन। ऊपर म देखाइदिन्छु ल, तर एकछिन पख्नु है। किन पख्नु भने त यहाँ मान्छेहरू हुनुहुन्छ नि त। अनि बिहानै हातमुख धुनु पऱ्यो। म पनि उठेर हातमुख धुएकै छुइनँ। अनि यत्तिकै भेस्ट नलाई लाङ्गो हिँडिरहनु भएको छ नि त, माथि भेस्ट नलाई। अनि त्यस्तो के अरे त्यस्तो देख्यो भने चाहिँ मेरो युट्युबबाट हटाइदिन्छ नि त। यो चाहिँ मेरो झ्यालबाट देख्ने दृश्य है। खै अलिक जुम गर्छु ल, म जुम गर्छु त भने बेला जुमै हुनु मान्दैन क्या। हेर्नु नि मौसम कति राम्रो छ, कस्तो क्लियर शीतल छ क्या। म अहिले बाहिर पनि देखाउँछु तपाईँहरूलाई भन्दै म चाहिँ अब एकछिन हातमुख धोएर रात मोलेर अलिक चिटिक्कै भएर आउँछु ल। म चाहिँ मुख धुनु जान्छु भनेर उठेको तर गएकै छुइनँ। यहाँ चाहिँ हाम्रो दुईजना केटाकेटीसँग पुरा लडाइँ चल्दैछ। हेर्नु नि यता आएर कान्छी, यता आएर आइ भन मुखले। ए माम रहेछ नि त नि मुखभरि नि भने त हेर आइ भन। यहाँ चाहिँ के अरे सासू बुहारीको कुरा काट्ने चलिरहेको छ। सुन्ने चाहिँ छोरी। हाम्रो आमाको कपाल हेर्नु नि, मैले बाटिदिएको मुसा पुछार जस्तै छ नि। हेर त मिमीको कपाल। हाम्रो आमाको अस्ति पापाको हात काटो, हिजो चाहिँ आमाको हात काटेर देखाइदिउ न। मेरो सासु देखाउ न हात काटेको। सियाला काटेको चारो काट्ने हुँदै हो के अरे। टिटनेसको सुई लाउनु जाऊ भनेको के साह्रो, भोलिपछि टिटनेस होला अनि खाला मिमीको जस्तै हुन्छ। अनि मेरो कुरा सुने न, कुरा काट्नुमा बिजी भयो सासू बुहारी आई। यहाँ चाहिँ हेर्नु हामीसँग छ फर्सी सी सेपको। यो चाहिँ हाम्रो छिमेकी भाउजू पर्नेले ल्याइदिनु भएको। खै कहाँबाट ल्याउनु भएको नि, सबैले एक टुक्रा बाँड्दै आउनु भएको। अनि के भन्नु त अनि भाउजू। अनि अब के अरे छिमेकीमा बसेपछि छिमेकी भाउजू भन्नु पर्यो नि त हौ। सब्जी ल्याइदिनु भएको छ, बेलुका यसलाई आलुसँग चट्ट पिरो पारेर। हेलो ड्रागन फ्रुटको बल्ल सासू बुहारीको कुरा काट्ने कुरा सक्यो। यो चाहिँ हाम्रो घरको अर्ग्यानिक हो क्या, अर्ग्यानिक। कतिवटा फलेको थियो, जम्ले पनि फलेको थियो। त्यो जम्लेको भिडियो हेर्नु चाहनुहुन्छ भने चाहिँ हाम्रो 2टा कमला भर्सेस कविता भाउजूको फेसबुकमा गएर हेर्नु सक्नुहुन्छ कस्तो थियो ट्विन्स भनेर। नानीहरू पनि ट्विन्स, फलफुल पनि ट्विन्स फल्छ। अस्ति हाम्रोमा के अरे कोला पनि ट्विन्सै थियो। यो के भन्छ यसलाई ड्रागन फ्रुट्स पनि ट्विन्सै भयो र केटाकेटी पनि ट्विन्स छ नि भाइ। नि बोल्दैन पनि। जाऊ माम खानु, पहिला माम खानु कि अनि मामाले काटी गरिदिनुहुन्छ। लु जाऊ, यिनीहरू चाहिँ स्कुल जाने बेला यस्तै हो, जबरजस्ती माम खुवाउनु पर्छ। के हो यो कान्छी, के हो? गर्मी छ नि। यो चाहिँ अहिलेको हाम्रो ड्रागन फ्रुट्स भन न। अलिक गुल्ले पसेको रहेन। मिठो बा लुगामा लाउनु हुँदैन नि।
ल हेलो साथीहरू देख्न सक्नुहुन्छ मेरो हातमा चाहिँ हात काट्यो मेरो ब्लड आयो भन्नु भएको छैन यो चाहिँ रातो माटो है मैले भिडियो चाहिँ हिजै स्टार्ट गरेको थिएँ नि त हिजै बनाउँछु भनेर मलाई कस्तो अलि जामा तर्सेको नि घर लिप्नु लागेको नि त यहाँनिर अनि यो माटो रेडी बनाएको भ्यागो त पसेछ हेर्नु नि भिडियो चाहिँ मैले हिजो स्टार्ट गरेको थिएँ नि त अनि हिजो भिडियो बनाइन अल्छी लागेर अनि अहिले चाहिँ घर लिप्नु लागेको नि त पानी कति धेरै परेको नि त आएको अनि पानी परिरहन्छ घर लिप्नु मलाई झ्याउची लाग्दैन त्यस्तो मजै लाग्छ तर पानीले सबै लगिदिन्छ क्या मेरो मेहनत यस्तो हेर्नु यो बोरामा ल्याउनु पर्छ माटो खेर जान्छ रातो माटो किनेको पैसा खेर जान्छ त्यही भएर मलाई पानी पर्ने सिजनमा चाहिँ महिनामा 1 दिन मात्र लिप्छु म लिप्ने मेरै काम हो भाउजू भ्याउनुहुन्न आमा पनि भ्याउनुहुन्न होइन त्यही भएर भाउजूलाई चाहिँ किन तपाईँ आमालाई चाहिँ किन तिमी भनेको चाहिँ नभन्नु अब आमालाई भनेको सानैदेखि तिमी भन्ने बानी लाग्यो भाउजू भनेको नयाँ नौलोमा त त्यसलाई पनि तपाईँ भनिन्छ नि त अहिले पनि तपाईँ नि भन्छु अहिले त पुरानो भइसक्नु भएर पनि तपाईँ नै भन्छु म अनि आमालाई चाहिँ अब सानैदेखि मुख लागेदेखि नि तिमी भन्ने बानी भयो नि त के नराम्रो बानी बसे कमिला के नराम्रो बानी बसे मेरो यो भ्यागुता पनि यहीँ पस्नु पर्ने तँलाई चाहिँ यहाँ हेर्नु नि मौसम यस्तो दामी छ होइन हेर्दा चाहिँ तर गर्मी त नि यहाँ मलाई थाहा छ गर्मी कति भइरहेछ भनेर भाउजूहरू चाहिँ स्कुल जानु हो अघि नै बिहान नै लिपौँ भन्दा हाम्रो घरमा मान्छे कम्ती छन् त्यही भएर किचनमा हिँडेको गर्नुपर्छ काम हुन्छ नि त बिहान त अनि खाना सब्जी पकायो चिया खायो के अनि मैले लिपेको ठाउँमा किल्छ भने चाहिँ यस्तो रिस उठ्छ नि अनि मलाई जिन्दगीभर लिप्दिनँ जस्तो लाग्छ एकछिन चाहिँ तर लिप्नु मजा लाग्छ भन्दै म लिप्नु बस्छु दामी भनेर लिप्छु ल म यस्तो जरा के को जरा हो यो माटो चाहिँ परबाट खनेर ल्याउनु पर्छ नि त त्यही भएर माटो खनेर को सबै खेर जान्छ यस्तरी लाइन मिलाएर लिप्नुपर्छ मजा लाग्छ मलाई एकछिन अप्ठ्यारो हुन्छ यसरी लिप्नु फाइनली साथीहरू मैले चाहिँ यहाँ रातोले वरिपरि लिप्न भ्याइसकिसकेको छु अब रहेको छ कालो माटोले लिप्नु यो माटो चाहिँ अस्ति हामीहरू खोला गएको थियौँ त्यत्तिकै अल्छी लागेर त्यहाँ भेटेर लिएर आएको कालो माटो कस्तो राम्रो देखिन्छ कालो र रातो कम्बिनेसन खुल्छ क्या कस्तो राम्रो लाग्छ मलाई कालो माटोले घर लिप्नु कमेरोले लिपेको हाम्रो घर भन्दा म चाहिँ घर लिप्नु बस्लो साथीहरू तर यो चाहिँ भिज्दैन यत्तिकै हातले माडेर लिप्दा हुन्छ नत्र त अरू त्यो के अरे खनेर ल्याएको माटो जस्तो चाहिँ नहुँदो रहेछ हौ आऊ हेर त वाचिप्पा कुदेको कहाँ कुद्दैछ भन्दै अब म लिप्नु कता घुम्छ क्यामेरा पनि भन्दै अब म लिप्नु बस्छु ल गर्मी यति धेरै छ साथी गर्मी यति धेरै छ आमा गर्मीको त कुरै नगरौँ मैले चाहिँ बल्ल लिपिसकेँ फाइनल लुक्स यस्तो छ धेरै देखाउनु हुँदैन फेरि मेरो लिपाइ देखेर मलाई के भन्छ मगाउनु सक्नु आयो त्यस्तो खासै राम्रो त लिप्दिनँ अब एकछिन रेस्ट गर्छु रेस्ट पनि के भन्नु मोबाइल हेर्छु रिल्स हेर्छु होइन साथीहरूलाई सेयर गर्छु त्यसपछि लुगा धुनु बस्नु पर्नेछ एक रात छ लुगा धुनु पर्ने यस्तो गर्मी भयो यो छ मेरो सहारामा मलाई कुल दिने जे होस् यति भएन भने त अनि मरिन्छ गर्मीले अब एकछिन रिल्स हेर्ने हो त्यसपछि लुगा धुने हो नुहाउनु पनि छ हिजै नुहाएको भर्खर अहिले सबै कालो माटो लुगाभरि लागेको छ रातो माटो
लाउनै पर्यो भन्दै अहिले भरे भेटौँला। मेरो नाक ठुलो भयो साथीहरू यहाँ हेर्नु सक्नुहुन्छ। मलाई चाहिँ चस्मा लगाऊ भने कति राम्रो देखेर त्यही माथि म ढल्छु होला मेरो तारिफ सुनेर। लाउनु है तपाईँ चस्मा सबै लाउने बानी छैन मेरो। यता हुनुहुन्छ जिरीमाया हेलो गर्नु नि। हेलो तपाईँको नाम के अरे? नमस्ते। तपाईँको रियल नाम के अरे साथी? खालि जिरी भन्छ होइन अर्कै के भन्दैछ नि हिजो कसले? तपाईँको साथीले हौ कहिले मङ्गली मङ्गलेको मङ्गली भएर त्यही भएर पो मङ्गली भनेको ठुक्कमा त तपाईँको नाम फुलमाया मुक्तान यहाँ मेरो साथमा हुनुहुन्छ। अनि अरू भेट्नु जाँदैछौँ हामीहरू। को हुनुहुन्छ? स्वागत छ। च्यानलै भन्छौँ। स्वागत छ। ल बाहिर निस्किमा जनताहरू कोही छैन नि त हौ सानसुन छ नि त हौ। उफ गर्मीमा जान्न है म त भित्र यस्तो घाम टल्किरहेको छ साथीहरू भन्दै हामी चाहिँ कहाँ गएको भन्दाखेरि आम्मा निस्क्यो एउटा 79। हामी चाहिँ कहाँ जान आँटेको भन्दा बासे चौरी जान आँटेको। किन भन्दा खानु के चाहिँ के हुँदैन देखि त हाल्ने हो नि। हावा अलिअलि चलिरहेको दिन कस्तो राम्रो। निदेमा खोइ तपाईँ रेडी हुनुभएको? म हिँडेको अब जय खोज्नु हेर्नु नि यति राम्रो भएर कहाँ गएको जस्तो लाग्छ तपाईँलाई भन्नु त? धेर नकराए त जस्तो सोझो केही पनि होइन। यहाँनिर छिन् हाम्रो सानी स्मारिका र विक्रम हेर्दैछ के रहेछ भनेर। आमाम कत्रो साउनाको यो चाहिँ को हाल्नु यसलाई त नानीले जता जता क्यामेरा लगायो त्यतै त्यतै हेर्दै गाडीमा मात्रै अट्दैन नि त। वेलकम सफरीमा भनेको वेलकम दिदी उ मिलन क्या हो मिलन भाइ सफरीमा भन्नु ल हामी चाहिँ रेडी हुँदैछौँ अहिले भेट्नुपर्छ ल। छिरी पठाउँछु होला साह्रो कोरो निस्केको सबै थाल बेला गरेर हामीलाई नाच सिकाउँदा हुन्छ। घर पुगेपछि अनि कन्भर्ट हुनु परेन यहाँदेखि। चेयर्स खाना नि राख्नु हुँदैन त चेयर्स गरेको त। चेयर्स गर्नु चेयर्स चेयर्स उता त आज चेयर्स भन्नु नपाइकन देख्नु सक्नुहुन्छ कसै दसैँ भन्दा तिहार अगाडि आउँदैछ। छट धन्न भित्र लुकेको रहेछ त्यही भएर भित्र लुकेको रहेछ। के गर्नु यहाँ चाहिँ मेरो आज मेरो क्षतिपूर्ति पुरै भयो तिरेर रहेछ भने नि आज मेरो उसको कुइनो गाडेको गर्छ हौ क्षतिपूर्ति तिरेर रहेछ भने आफ्टर वान प्याक बोल्यो है अझै साथीहरू।
न बोल्नु भनेको याद आइहाल्छ क्या हामी चाहिँ एकैचोटि पछि बजार आइपुग्यौँ साथीहरू हामी 4 जना अङ्किता यता हुनुहुन्छ काकी र दिदी अनि म अरू चाहिँ उही हुनुहुन्छ अरू चाहिँ भरे आउनुहुन्छ अरे हाम्रो चाहिँ घरमा चामल पकाउनु पर्छ नि त भात बनाउनु सबै काम पर्ने काम मात्र आयो अनि यहाँ चाहिँ फलफुल काट्दै के अरे जिरी दिदी लानु हुने अरे त्यही भएर अब यहाँ पछि पनि निस्केर फलफुल काटेर लानु आँटेको छ यो चाहिँ अङ्किता घरमा लानुहुने अङ्किताको सासू बिमारी हुनुहुन्छ नि त अनि तपाईँ को पर्नुहुन्छ बहिनी होइन तपाईँ भनेको बहिनीले बिमारी हेर्नु जानुहुने अरे अनि फलफुल लगिदिनु आँटेको छ बुहारीको चोइसमा होइन अरू पनि धेरै छ अरे फलफुल अनि यो मात्रै छैन अरे त्यही भएर बुहारीको होइन कोकोनट कसरी अरे अघि पर लडिरहनु हुन्छ हाम्रो चाहिँ पछि यस्तो बनिरह पछि हाइवे छोड्छ अङ्किता दिदी कत्रो बनिरह कहिले बनिसक्यौँ यहाँ लाइन नानीको बे हुन्छ होला ल यहाँ लाइन पनि बनाइरहनु छोड्न पिएको मलाई यो पिहाल्छ यहाँ चाहिँ लाइन बनाउँदै हुनुहुन्छ र सडक छाप कुदिरहेछ जोकी गाडीहरू कुदिरहेछ चुप लाग्नु अनारस काट्न स्टार यति झ्याउ रहेछ नि त्यही भएर महँगो परेको होला झ्याउ यति गर्नु झ्याउ हुन्छ भन्नु त अङ्कल साह्रो एउटालाई चाहिँ फेरि हुन्छ त्यो त तपाईँको व्यापार गर्नुपर्छ नि हामीलाई पो आउँदैन भनेर च्याउ भनेको त जिरीमा यहाँ तपाईँ जस्तो ट्यालेन्ट छैन नि त हामीहरू के साह्रो बजारमा कराउन लाउने मलाई कठोर बढ्यो होइन नि त त्यही त नि सिम्पल गरी बोलेको हेर त तपाईँ एकछिन उभिनु ल बस ऊ गरी आज अलिक ड्रागन फ्रुट यो खरबुजा त कस्तो भइसकेको छ साह्रै भनौ घर आइपुगेर चाहिँ हेर्नु न साथीहरू मैले देखाइन अरे क्या भिडियो गरिन अरे मलाई थाहा छ क्या मैले भिडियो गर्दै आएको भनेर सबैलाई के थाहा यहाँ हेर्नु यो चाहिँ बासे चौरीको नतिजा हो साथीहरू मुख खोलौँ न मुख खोलौँ मुख खोलौँ न मेरो खुसी नि यो भ्लगरको काम भएन का म चाहिँ घर आइपुगेर खाना सब्जी पनि गर्नु थालेँ पाकी पनि सक्यो तपाईँहरूको कसको फेभरेट हो है यो चाहिँ कसैलाई चाहिँ मासुभन्दा पनि मिठो लाग्छ यो कसैमा को पर्छिन् को पर्नुहुन्छ मेसेज गर्ने कमेन्ट गर्नु होला विपना पनि पर्छ झन्डैले विपना तर मलाई पनि मिठो लाग्न थालेछ हौ तामा हिँड्छौँ म चाहिँ गएको विपनाको साथी दुध पुऱ्याउनु पर बस्दिनँ भिडियो बनाइरहेको थियो नि त बुढाबुढीको पारा ओ हेर्न आकाश कस्तो दामी देखेको हौ यहाँबाट अलिक छेक्दो रहेछ ग्राउन्डबाट देखाउँछु अहिले म साथीहरू मेरो अनुहार देखा हामी चाहिँ दुध पुऱ्याएर पुरा हाम्रो गुवा फाँक्दैछौँ बनाएर म भएर चाहिँ यस्तो अँधेरो भइसकेको छ हेर्नु नि यस्तो अँधेरो भइसक्यो तर हाम्रो गफ यस्तो मिठो जाँदैछ यहाँनिर भनिसक्नु छैन र पो त यहाँ मान्छे छिमेकीहरूले यहाँ बस्नु हुनेहरूले पनि यिनीहरू त बहुलै रहेछ भनेर सोचिसक्नु भयो होला हामीहरू हाँसेको देख्दाखेरि यिनीहरू त कहाँबाट चाहिँ आएछ हाम्रो हाँसो फेरि त्यस्तै छ कति नि सुनेको छु हौ तिम्रो पनि आकाशले पनि हेर्नु नि कस्तो दामी हामीलाई हाम्रो फ्युचर यस्तै हुन्छ भोलिपर्सि ब्राइट भनेर देखाउँदैछ ऊ पर हेर्न ऊ पर कस्तो राम्रो देखिरह नकरा त धेरै चुप्लाक त्यस्तै भनेर तेरो फ्युचर यस्तो भएको के होइन ऊ हेर चुप्लाएर खाँदिनँ अघि खाएर आएको भोक लागेको
हेर्नु नि पहाडहरू कस्तो दामी देखिरहेको तिम्रो भन्नु केही छ आचे 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 चुप लाएर बस पेनाल्डोको फ्यानलाई फेरि यहाँबाट अमुला पेनाल्डो लाङ फेरि सुई हुन्छ नि फेरि अलिअलि भएको पनि जाला नि तेरो आइफोन जान्दैन नि फेरि अँ? मेरो गएपछि त तेरो नि तिम्रो त अब चलाउने पनि छैन मेरो त चलाउने छँदै छैन ए अरू अरू के होइन त्यहाँ मलाई दे न त ल थाप अलिक ढिलो गरिस् अरूले चाहिँ अयो यस्तो दामी मौसममा हामीहरू मिठो मिठो कुरा जाँदैछ यहाँनिर सुनाउनु हुँदैन भन्दै अहिले घर फर्किँदा भेट्छु ल गाइस साथीहरू यस्तो अँधेरो भयो चाहिँ यस्तो अँधेरो भयो कि हामीहरू बल्ल घर फर्किँदैछौँ अँधेरो पनि यस्तो आएर पो भएन नि हो नि लै गफमा हामीहरू मस्त थियौँ नि त यस्तो मस्त थियौँ हामीलाई यस्तो गफ त कसलाई पनि आउँदैन होला ओइ झन्डै कुल्चेछु म थेत आँखा पनि नदेख्नु गफमा साथीहरू रातिको 10 बज्नु कति 3 मिनट जति होला तर पनि हाम्रो घरमा कोही छैन सुम्ता सिर्फ म मेरो दुईटा गर्दै नि यता हेर नानी भाइ यता हेर के गरेको खै पापा मम्मी बेबी मिमी खै खै बेबे र आमा को जानुभयो सबैलाई हामीलाई छोडेर गयो नि कुटी तिमीलाई भएर आएर न दाजु भाउजू छ न पापा आमा छ कोही पो छैन त हौ घरमा त राति 10 बज्नु आँटिसकिसक्यो सबै आफ्नो धुनमा कता कता गयो मलाई त नानीहरूलाई छोडेर म भोक लागेर मर्न माम पनि खाएको छुइनँ अघि सेकको खाएकोले गर्दा भोक लागेको थिएन नि त अघि खाने बेला अनि म र मेरो साथी विपना चाहिँ करेन्ट बनाएर खाम भनेर विपना घर जानु आँटेको आमा 10 बजिसक्यो बिचारा यहाँ केटाकेटीलाई पानीपुरी ल्याइदिन्छौ पानीपुरी खानु मन्जुनीले पानीपुरी बनाएको छ गएर बस्दै गर भनेर पठाएको होला भाउजूले यहाँ मलाई पानीपुरी मागेर मार्नु आँटिसकिसक्यो भाउजू यहाँनिर के हेरेर पठाउनु भएको थियो मलाई पानीपुरी मागेर मार्नु आँटिसक्यो नि इबनले इमाले भन्दा पनि अनि सबै 4 जना आफ्नो धुनमा यो आइसमालाई मैले आइज नि एकछिन भाइ बहिनीसँग बस्दै भनेको खानु 10 घन्टा लाउँछ हौ अब म पर्खिन भोक लागेको छिटो आइज न छिटो आइज भन्छु बल्ल आउँदैछ झ्याम्ल्याङ भएर बाँदर नि म्याक्सी लभर म्याक्सीको फ्यानहरू यस्तो छन् म्याक्सी जस्तै झम्लाङ्गै परिगएको बस्दै गरेँ अब म गएको भाउजूहरू आइन्छन् बुझिस् अब आउने बेला भयो तिलक दादा पनि आउने बेला भयो अरे आउने बेला मात्र भयो नि साथीहरू तर बेला भएको छैन आउने बेला मात्र भइसक्यो तर टाइम भएको छैन बेला मात्र भयो भनाइ मात्र आउने बेला म कतिचोटि फोन गरिसक्यो म रिस उठिसकिसक्यो भोक लागेर उनीहरू हिँड्यो भने त आम्मा मतलब छैन म हिँडेँ भने चाहिँ उनीहरूले भनेको टाइममा आइपुगिन भने आम्मा गालीको त बर्सात के भन्नु र गाह्रो छ हौ मलाई पनि सक्दिनँ टाइममा आइपुगिन भने मलाई मार्छ अब चाहिँ गएको म साथी घर यसलाई बस्नुलाई गरी कौन दोस्त YouTube family साथीहरू म चाहिँ साथीको घर आएर पनि यहाँनिर देख्न सक्नुहुन्छ करेन्ट भर्सेस अन्डा छ नहेर न ठुलो किन हेरेको यति शर्माउँदो रहेछ हो यता अर्को बनिँदै हुनुहुन्छ म यस्तै बन्ने पनि नबन्ने पनि हामी कहिले अलि त्यस्तै होइन आज चाहिँ हामीले त्यो चिज लाएर खान्थेनौँ नि त त्यत्तिकै सादा खान्थ्यौँ आज चाहिँ चिज लाएर खाएको कस्तो हुँदो रहेछ फर्स्ट टाइम चिज लाएर खाएको मैले भनेको नि अघि पकाऊँ भनेर यसले त्यत्तिकै नपकाइ हालेर हो भिडियोमा पनि पकाएर देखाएको थियो बहिनी
माथिबाट पनि लाएर खान्छ त्यो चाहिँ थाहा भएन बघि भिडियो हेरेको थिएँ नि त मैले मिठो भयो नुन नलागेको जस्तो भयो मलाई त नुन लाएन नुन लाउँछ त म त जहिले हामी त नुन लाउँदैनौँ है यति भन्दै आएको भिडियोमा है एन्ड गर्न चाहन्छु अहिलेसम्म हेरेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद बाई बाई अर्को भिडियोमा भेटौँला बाई गर गाइजहरू धेरै धेरै माया मन्जु ब्लगलाई धन्यवाद बाई बाई अर्को भिडियोमा भेट्नुपर्छ